आज माघ 21 गते बुधबार साँझको 5:30 बजे यो ठाउँ रत्नबारको ठिक पछाडि शाही सैनिक मञ्चको शाही मञ्चको ठिक पछाडि म बसेर यो भिडियो बनाउँदैछु। ठाउँ माघ 21 गते बुधबार संध्याकालीय 5:30 बजे जल्दी त्यो रत्न पार्क त्यहाँ ठ्याक्कै लुने अथवा त्यो मञ्च शाही सेना मञ्च है नभए आ ठाउँलाई चुनाइ खाएको ठिक लुने चुना मेचा चुना थोप भिडियो दिएका चुनाका यो भिडियो बनाइरहेको। आज विशेष कामले सानो काम थियो। एनआरएन गैर आवासीय सङ्घमा जानुपर्ने काम थियो। त्यहाँ घरबाट निस्केको चाहिँ बेर बजारमा 12:30-1 बजे होला। आज यति दुःख पायो बसको रुट थाहा नपाएर। अनि मैले त ठाउँ जाने मैले थाहा थिएन, तर मैले एउटा हल्का रूपले थाहा पाएको टेकोको आवासभित्र त्यहाँ अफिस भनेर त्यहाँ हिँडेर गएँ। अब मेरो खुट्टा दुखिरहेको त्यस्तो 15 मिनट हिँड्न नआउने मान्छे अब शुक्रराज शास्त्री हस्पिटलको पछाडि त्यहाँ कमसेकम त्यहाँ 8 घन्टा 45 मिनट चाहिँ त्यो सोध्ने र हिँड्नेमा टाइम त्यसै लस भयो। लगभग त्यहाँ म 2:30 बजे त्यहाँ पुगेँ। अब त्यहाँबाट क्षेत्रपातीबाट आएको मान्छे 15 मिनट हिँड्नु नआउने मान्छे आज 45 मिनट हिँडेको 50 मिनट लाग्यो। फेरि त्यहाँ पनि ठाउँ थाहा छैन, यो ठाउँ कहाँ हो थाहा छैन। उसलाई पनि थाहा थियो। अनि मलाई झक्कै एउटा त्यो याद आयो, त्यो ठाउँ त होइन, मैले गलत सोचिरहेको रहेछ। कारण मैले चाहिँ सोध्नुपर्ने बालहत्याको चाहिँ प्रधानमन्त्री कार्यालयभन्दा पछाडि जानुपर्ने, तर म गइयो टेकोको भित्र शुक्रराज शास्त्री हस्पिटल सर्वरोग हस्पिटल त्यहाँ अलिकति बर्खाएको थियो। त्यो चारैतिर खोज्दाखेरि कसैले पनि यो अफिस छैन भन्यो। त्यो थाहा छैन भन्यो, कसैले छैन भन्यो। त्यसपछि फर्केर आएँ। अनि बालुटार भन्ने सम्झेर मैले आफ्नो बालुटार भन्ने मैले टक्क सम्झेँ। ल फेरि कालीमतीमा टेकोमा हिँडेर आएँ, बस चढेँ। त्यहाँ फेरि बस चढ्दाखेरि थाहा छैन बस जाने ठाउँ होइन। बसमा चढेर कहीँ गएको छैन। पहिला मोटरसाइकल थियो, मोटरसाइकलमा सत्तै गयो सत्तै आयो। अहिले मोटरसाइकल पनि छैन, केही हिँडेर जाने त्यो पनि खुट्टा देखेको। त्यसपछि मलाई चाहिँ म चाहिँ टेकोको बाहिरपछि त्यहाँबाट बसमा नेपाल यातायात बसमा बसेर सुन्धारा झऱ्यो। त्यहाँ एउटा बस पाउँछ भनेर झरेको। त्यहाँ पनि सबैले सोधे बस यो बालुवादारी बस कहाँ हो है, कोही थाहा छैन भन्छ, कोहीले त्यही आउँछ भन्छ। अनि त्यहाँबाट फेरि त्यहाँ पनि 8 घन्टा 50 मिनट मलाई दुःख भयो, खुट्टाको दुःख भयो। अरूभन्दा पनि खुट्टा दुख्या छ। त्यहाँबाट फेरि सरासर
जमल आएँ पहिला बाघ रतनपार्क आएँ। रतनपार्कमा चाहिँ सोच्दाखेरि यहाँ होइन भने मैले थाहा पाएँ अब जमलमा आउने। अनि जमल हिँडेर गएँ, त्यहाँदेखि हिँडेर गएँ। अनि हिँडेर गएँ अनि त्यहाँ भने बसमा अब कहाँ बालुटार भने मान्छे म्याक्रोमा बसमा बसेँ। मैले जाने बालुटार भनेको बसमा बसेर गएको। अनि पुतेल छोरी नागिसकेपछि बसवालाले तपाईँ किन बागबजार किन चढेको भन्छ। ए म बागबजार ल्यायो र म त बालुटार तपाईँ भनेको मिलेर सुनेर नै भनेर उल्टा कन्डक्टरले नै गाली गर्यो। यता ड्राइभरले पनि मलाई चाहिँ तपाईँलाई हामी चाहिँ कहाँ बागबजार लाने के बालुटार कि त बागबजारसम्म जाने भने त्यसपछि म त्यहाँ ओल्ने फेरि त्यहाँबाट फेरि कहाँ गएँ बसमा त खै कहाँ गएको अलि एउटा नेपाल यातायातको गाडी आयो, बस आयो। त्यसले चाहिँ बालुटारमा भने मैले बालुटारमा भने अनि चढेर गएँ। मलाई पनि थाहा छैन कहाँ हो बालुटार भने कस्तो एरिया रहेछ। अनि मलाई चाहिँ प्रधानमन्त्री कार्यालयको नागेर पनि अझ 500 मिटर चाहिँ टाढा गएर तपाईँ कहाँ पुऱ्याएको मलाई भन्यो भने अनि फेरि तल झरेँ। अनि त्यहाँ सोधेँ मैले यो अफिस गैर आवासीय सङ्घ कहाँ हो भने यान तिनवटा मात्रै याद छ, 4वटा भन्नु पऱ्यो, 3वटा मात्रै याद छ। अनि त्यहाँ कसैले पनि थाहा छैन। उता पस्नु पनि थाहा छ, उता पस्नु पनि थाहा छ, उता पस्नु पनि थाहा छ। अनि त्यहाँ प्रहरीले पनि सोधेँ, प्रहरी त्यहाँ बाटोमा थियो हुँदाखेरि अलि माथि नै पुगेँ म। त्यहाँबाट कमसेकम 1 किलोमिटर अझ माथि गइसकेको छ। फेरि एउटा फर्केर आयो, यो होइन होला पक्कै होइन होला भने फर्केर एउटा कोलेस्टरमा ले भने यहाँ पर्छ भनेर फेरि एउटा हिन्ट दियो। तपाईँ एउटा चाहिँ साङ्ग्रिला ब्याङ्क छ त्यसको आसपासमा हो, त्यहाँ सोधेर जानुहोस् न भन्यो। त्यहाँ पुलिस पनि प्रहरी पनि हुन्छ भन्यो, अहिले पनि हुन्छ। अनि त्यहाँबाट आउन नै कमसेकम 20 मिनट लाग्यो, 20-25 मिनट कति लाग्यो, टाढै छ। त्यसपछि हुँदा त्यहाँ धेरैलाई सोधेँ, कमसेकम 20-22जनालाई यो कहाँ हो, यो गैर आवासीय नेपाली सङ्घ कहाँ हो। थाहा छैन। बल अब भएन, अब घर जान्छु भनेर एउटा ट्राफिक सोध्यो भने कमसेकम 4:45 बजी घडी पनि याद छ। अब त अफिस पनि भए अफिस बन्द भइसक्यो होला भनेर त्यही पनि अब आयो जसरी भए पनि। त्यसपछि त्यहाँ चाहिँ एउटा ट्राफिक उभिरहेको थियो। उसलाई चाहिँ यो कहाँ छ भनेर सोद्धाखेरि उसले ठ्याक्कै भनिदियो यताबाट जहाँ पनि त्यहाँ केही पर्छ, यताबाट पनि त्यहाँ पर्छ भन्यो। अनि म फेरि उसले पहिलो देखाएको होइन, दोस्रो देखाएको, दोस्रो घुमेर त्यही आइरहेछ। दायाँ गए पनि त्यहीँ पुग्यो, बायाँ गए पनि त्यहीँ पुग्यो। म दायाँबाट घुमेर गएँ। अनि जाँदा भित्र त एकदमै ठुलो बाटो, सुनसान बाटोमा हिँड्ने कोही छैन। कमसेकम त्यहाँ पनि 8 घन्टा 45 मिनट हिँड्नु पऱ्यो। त्यो पुरा बालुटारको प्रधानमन्त्री कार्यालयको पछाडिको बाटो चाहिँ मोटरसाइकल भए 2 मिनट नपुग्ने। अब म हिँड्नु नसक्ने यता। त्यसपछि बल्ल त्यो ठाउँ पुगेँ। त्यहाँ एउटा मान्छेलाई सोधेँ यो के विषयमा, जुन विषयमा मैले सोध्न आएको सही भने। अनि सबै भनिसकेपछि अनि उसले चाहिँ तपाईँ घर कहाँ भनेर सोध्यो। अनि म फलाना जग्गामा भने। अनि तपाईँ कहाँ भनेर सोद्धाखेरि उसले यहाँ भन्यो। ला सबै कुरा उसले भनिसकेको रहेछ। मैले सबै भन्नु नि त होइन, भन्नु
अनि उसले सबै कुरा भनिदियो यस्तो यस्तो गऱ्यो सबै सिकायो होइन कि सबै यस्तो 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 भन्ने भन्यो। अनि मलाई पनि म पनि ल भनेर अनि उसलाई परिचय दिँदाखेरि म त फलाना घरको मान्छे, म फलाना फलाना भनेर कहाँबाट त्यो मान्छे चाहिँ मेरो नजिकको नातादारको घरसँगै रहेछ। मैले जुन चिनायो त्यो मान्छेको तबा भनिरहेको छ। मभन्दा मेरै उमेरको हो। तर मुख्य कुरा के हो मैले त्यहाँ अफिसमा जुन मैले भन्नुपर्ने हो त्यो टोक्नु नपर्ने यो हो भने उसले सबै ऊ पनि मर्दिनु पऱ्यो, म पनि मर्दिनु पऱ्यो। सबै भनिसकेपछि मात्रै ला भन्न आउने भन्दा पनि के बेकार कुरा खोल्ने सबै कुरा भनेर भन्ने। त्यसपछि अब कति 4:05 बजे कति बजे 5:15 5:30 भयो। त्यसपछि त्यहाँबाट फेरि अघि आएको दबाईबाट म फेरि बाहिरबाट तल झरेँ। एक्लै हिँडे पुग्ने रहेछ। बेकार मलाई 45 मिनट हिँड्नु लगायो। त्यसपछि बस चढेँ, बस आयो, बस चढेर फेरि बसमा पनि एउटा लफडा भयो। बस चढेँ। अब म चाहिँ पुरानो बस पार्क यो बनी पुरा यो बागबजारमा झार्छ भनेर मैले राखेको थिएँ। त्यो पुलिस सडकसम्म गइरहेको छु। अनि पुलिस मैले बागबजार जाने होइन भनेर तपाईँ यो बागबजार होइन यो पुलिस जाने के भने फेरि तल बिचमा झऱ्यो। त्यहाँबाट झुकेर अहिले यहाँ त्यहाँबाट राखेको यहाँ एउटा चाउमिन भोग लाग्यो। मलाई भोग लगाइसक्यो। अनि चाउमिन एउटा चिया खाएँ। समस्या हिँड्न नहुने र बाइक नभएर यो दुःख पाएको तिनवटा कुरा। एउटा मोटरसाइकल नभएर हिँड्नु पर्ने एउटा हिँडाइ दुखाइ भयो। दोस्रो धेरै वर्षपछि यस्तो हिँडेको हो। 4-5 वर्ष भयो होला मसँग नहिँडेपछि यहाँ अब यहाँ आएर बसेर आराम गरिरहेको छु। खुट्टा दुखेको कम चाहिँ भएको छैन। अब घरमै ओछ्यानमै आराम गरे मात्रै कम हुन्छ। दुःख पाएको कारण के भने बसले धोका दियो। एउटा आउँदाखेरि धोका दियो, फर्किँदाखेरि धोका दियो। अनि एउटा जुन मान्छेलाई मैले भेट्न गएको अफिसलाई अस्मै भेटेको त्यसलाई सबै कुरा भनेपछि मात्रै म फलाना फलाना भनेपछि म छानाबाट खसे जस्तै भयो। भन्नु नआउने चाहिँ होइन भन्नुहुन्छ। तर मेरो कुरा सबै कलङ्गै भयो। त्यसै अब यो कुरा थाहा भयो भने मलाई गाली गर्छ। जसलाई मलाई कुरा सोध्न पठायो हो उसले थाहा भयो भने मलाई गाली गर्छ। थाहा छ ल अब यो त्यहाँ बसेर अजार भयो। ल अब कसै घर पुग्ने नै मलाई गाह्रो भइसक्यो। अब बाइक छैन। पठाउमा जान बस्नुपर्छ, गएर जानुपर्छ, बसेर जानुपर्छ। ल